नमस्कार, एन्टी गुरु च्यानलमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। म फेरि उपस्थित भइसकेको छु नयाँ एपिसोड लिएर। तपाईँहरूलाई थाहा छँदैछ, अघिल्लो एपिसोडदेखि हामीले इपिएस टपिक कोर्स बुकको बारेमा अध्ययन गरिरहेका छौँ, जुन तपाईँहरूले हेरिसक्नु भएको छ होला। र त्यस भिडियोमा हामीले इपिएस कोर्स बुकको बारेमा जानकारी लिएका थियौँ र मैले त्यो बुकभित्र के छ, कस्तो कस्तो छ भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई डिटेलमा भनेको थिएँ। त्यो तपाईँहरूले हेर्नु भएको छ कि छैन भने कृपया एकचोटि गएर हेर्नुहोला, तपाईँहरूकै लागि हो। र आजबाट चाहिँ हामी कोर्सलाई विधिवत रूपमा सुरु गर्न गइरहेको छौँ र आजको हाम्रो फर्स्ट च्याप्टर रहेको छ, जुन च्याप्टर हामी पढ्न गइरहेको छौँ। र हामीले पढ्न गइरहेको बुक चाहिँ तपाईँहरूलाई मैले लिङ्क उपलब्ध गराएको थिएँ, त्यहाँबाट डाउनलोड गर्नुभएको छ कि छैन भने डाउनलोड गर्नुहोला। अघिल्लो भिडियोको लिङ्कमा जानुभयो भने त्यसमा रहेको डिस्क्रिप्सन बक्समा गएर तपाईँहरूले भेट्न सक्नुहुन्छ। जुन बुक पिडिएफ फर्मेटमा रहेको हुँदा तपाईँहरूले एकचोटि डाउनलोड गरिसकेपछि आफ्नै मोबाइलमा एक्सेस गर्न सक्नुहुन्छ। र तपाईँहरूलाई त्यसरी मोबाइलमा हेर्न गाह्रो लाग्छ भने बजारमा थरीथरीका पाइन्छन्, तपाईँहरूले किनेर पनि त्यससँगै पढ्न सक्नुहुन्छ। त्यहाँ मोबाइलमा रहेको र तपाईँहरूले बजारमा किन्नुहुने एउटै हो हुन चाहिँ, तर मैले अहिले दिइरहेको लिङ्कमा चाहिँ इङ्ग्लिस र कोरियनमा छ। तपाईँहरूले बजारमा नेपाली टु कोरियनमा पनि पाउन सक्नुहुन्छ र कोरियनमा मात्रै भएको पनि पाउन सक्नुहुन्छ। तपाईँहरूलाई कस्तो मनपर्छ त्यही अनुसारको किन्नु होला। सबै बुक एउटै हो, मैले पहिला पनि भनिसकेँ, कभरमा नझोकिनु होला। तर किन्दाखेरि चाहिँ इपिएस टपिक कोर्स बुक भनेर किन्नु होला, जुन अहिले हामी पढ्न गइरहेको छौँ। तपाईँहरूले अरू बुक किन्नुभयो भने चाहिँ फेरि यहाँ हामीले पढ्न गएको कुरासँग नमिल्न सक्छ। पछि तपाईँहरूले पढ्नुपर्ने बुक पनि यही बुक नै हो। तपाईँहरूले मोबाइलमा पढे पनि हार्ड कपी लिएर पढे पनि कुरो एउटै हो। अब हामी सुरु गरौँ। गफ भनेको जति दियो त्यति दिन मन लाग्छ होइन। अब सुरु गरौँ। सुरु गर्नुभन्दा अगाडि लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि पढाउँदाखेरि कहिलेकाहीँ कमी कमजोरीहरू हुन्छन् पनि होइन, त्यतिखेर तपाईँहरूले नबनाइदिनु होला। तपाईँहरूको सल्लाह सुझावको अपेक्षा राख्दै आजबाट हामी फर्स्ट च्याप्टर सुरु गर्दैछौँ। अगाडि बढौँ। 고용허가제 한국어 능력 시험을 위한 한국어 표준교재 개정판. 일과 한글 익히기 첫 번째. ओके, आजको हाम्रो पहिलो च्याप्टर रहेको छ हाङ्गुल इक्खिगी इल भनेको कोरियन वर्णमाला बुझाइ 1, अर्थात् कोरियाको अल्फाबेटहरूको बारेमा जानकारी लिन्छौँ यसमा हामी। हुन त पहिला पनि भनेको कुरा हो, तर पनि च्याप्टर 1 देखि च्याप्टर 5 सम्म चाहिँ हामी कोरियन अल्फाबेटहरूसँग सम्बन्धित रहेर चाहिँ कुरा गर्नेछौँ। यति जानकारी दिँदै अब हामी कोर्सलाई सुरु गर्न गइरहेको छौँ। तपाईँको स्क्रिनमा देख्दै हुनुहुन्छ र तपाईँहरूले मोबाइलमा हेर्नुहुँदैछ भने थोरै तल सार्नु होला, पहिलो पेजमै रहेको छ। र यो च्याप्टरमा चाहिँ हामी कोरियन स्वरवर्णहरूसँग सम्बन्धित रहेर कुरा गर्नेछौँ। र यसमा हामी डिटेलमा जाँदैनौँ, किनभने तपाईँहरूलाई मैले ग्रामरमा सिकाइसकेको छु। मेरो ग्रामरको भिडियो हेर्नु भएको छैन भने भाग 3 र 4 हेर्नु होला, त्यसमा तपाईँहरूले छर्लङ्ग हुनेछ। यहाँ चाहिँ म केही हल्का मात्रै कुरा गर्छु है, मैले पहिले सिकाइसकेको भएर। र तपाईँहरूलाई अर्को के जानकारी फेरि गरायो भने कोरियन अक्षर पढ्न र लेख्न जानेको हुनु पर्यो र तपाईँहरूले सुनेको बुझ्नुहुन्छ भने पनि त्यो एकदमै राम्रो कुरा हो। र अलिअलि शब्द अर्थ केही मिनिङहरू जान्नुभएको छ भने तपाईँहरूलाई प्लस पोइन्ट हुन्छ। जिरोमा चाहिँ अलिकति गाह्रो नै हुन्छ, केही न केही चाहिँ अलिकति सिकेकै हुनुपर्छ है त। ओके, अब यो जानकारी पछि हामी सुरु गरौँ। तपाईँको स्क्रिनमा देख्दै हुनुहुन्छ माथि हाङ्गुल लेखेको छ। हाङ्गुल भनेको कोरियन लिपि, कोरियन वर्णमाला पनि भनौँ होइन। त्यसको तल आउनुभयो भने 1 नम्बरमा मोम ग्वा छाउम लेखेको छ। यो भनेको चाहिँ स्वर र व्यञ्जन वर्णहरू, स्वर वर्ण र व्यञ्जन वर्णहरू। र यहाँनिर तपाईँको छाउम भनेर व्यञ्जन वर्णहरूको लिस्ट देखाइएको छ भने त्यसै गरी मोम भनेर यतापट्टि लिस्टहरू देखाइएको छ। छाउम भनेको व्यञ्जन वर्ण, मोम भनेको स्वर वर्ण, जुन तपाईँको स्क्रिनमा छ। यो मैले डिटेलमा तपाईँहरूलाई भनिनँ है त, किनभने मैले तपाईँहरूलाई ग्रामरमा सिकाइसकेको छु, त्यही भएर त्यतै गएर हेर्नु होला है त। अब फेरि अगाडि हेरौँ। त्यसको तपाईँहरूले अलिकति तल सार्नुभयो भने 2 नम्बर देख्नुहुन्छ। 2 नम्बरमा हाङ्गु गए उम्जल खुसङ भनेर लेखेको छ। यो चाहिँ कोरियन भाषाको वर्णविन्यास अर्थात् अक्षरमाला हुने काम क्या। जस्तो हामी अक्षरहरूलाई जोडेर लेख्न सिकाउने काम चाहिँ गर्छ यहाँनिर है। यो पनि मैले डिटेल्समा तपाईँहरूलाई भनिसकेको छु। यहाँ त्यसको तल हेर्नुभयो भने हाङ्गु गए उम्जलुन नेकाजी फाङ्सिकुरो
इरो अजिम्निदा भनेको छ। यो भनेको चाहिँ कोरियन भाषाको वर्णविन्यासलाई अक्षरमाला हुने काम चाहिँ 4 तरिकाबाट गरिएको छ भनेको छ हैन। अब त्यो तरिकाहरू के हो त त्यो हामी पढ्न गइरहेको छौँ। यसको तलपट्टि हेर्नुभयो भने 1 नम्बरमा मौम, 2 नम्बरमा छाउम प्लस मौम, 3 नम्बरमा मौम प्लस छाउम, 4 नम्बरमा छाउम प्लस मौम प्लस छाउम अनि साइडमा त्यसको इक्जाम्पलहरू दिएको छ। यो कुराबाट छर्लङ्ग हुनको लागि चाहिँ मेरो ग्रामरको भिडियो भाग 9 हेर्नु होला। यसमा म थोरै मात्रै भने जस्तो हाङ्गुल हैन कोरियन लिपिमा चाहिँ तपाईको वर्णविन्यास गर्ने काम चाहिँ मोमबाट मात्रै स्वर वर्णबाट मात्रै गर्न सकिन्छ एउटा। त्यसपछि व्यञ्जन वर्ण प्लस स्वर वर्ण पनि युज गर्न सक्यो अनि त्यसपछि स्वर वर्णसँग व्यञ्जन वर्ण पनि युज गर्न सक्यो। त्यसैगरी व्यञ्जन वर्ण, स्वर वर्ण र व्यञ्जन वर्ण मिलाएर पनि कोरियन भाषाको अक्षरहरू चाहिँ निर्माण गर्न सकिन्छ। जस्तो इक्जाम्पलको फर्स्टमा हेर्नुभयो भने त्यहाँनिर आ ओ लेखेको छ। यहाँ चाहिँ कस्तो छ भने स्वर वर्ण मात्रै युज गरिएको छ क्या है। यो आ ओ स्वर वर्णबाट मात्रै पनि निर्माण गर्न सक्यो। त्यसैगरी अर्को छाउम प्लस मोम भनेको छ। छाउम भनेको व्यञ्जन वर्ण। तपाईहरुले क ख सिकिसक्नु भएको छ होला कोरियनमा। यहाँ हेर्नुभयो भने फर्स्टमा न देख्नुहुन्छ इक्जाम्पलमा अनि पछाडि आ भनेर तानेको छ। न भनेको छाउम भयो व्यञ्जन वर्ण अनि यतापट्टि साइडमा आएको आ चाहिँ मोम स्वर वर्ण भयो। त्यसैगरी यतापट्टि खो लेखेको छ नि, यसमा पनि स्वर र व्यञ्जन दुवै मिक्स भएको छ है, मिस हैन मिक्स भएको छ हैन। त्यसपछि तपाईहरुले तल आउनुभयो भने मोम प्लस छाउम, पहिला मोम अनि छाउम युज गरेर पनि बनाउन सकिने रहेछ। इक्जाम्पल हेर्नुभयो भने छर्लङ्ग बुझ्नुहुन्छ। अनि छाउम मोम छाउम है। जस्तो खाङ लेख्दाखेरि खोम लेख्दाखेरि यहाँ इक्जाम्पलमा देख्नुभयो भने पहिला के आएको छ त छाउम आएको छ, त्यसपछि मौम आएको छ अनि फेरि छाउम आएको छ है। यसरी गर्न सकिन्छ। र यसलाई छर्लङ्ग हुनु पर्यो भने मेरो ग्रामरको भिडियो कति हेर्ने अरे भाग 9 हेर्ने है त। धेरै मजाले बुझ्नुहुन्छ छर्लङ्ग। यो बुकको सुरुमा मैले सबै सिकाइसकेको कुराहरू भएर चाहिँ मैले त्यति डिटेलमा नगएको हो है। र अब तपाईको त्यसको तल हेर्नुभयो भने मौम आफे बुत्तुन छोसङ्गी है 0, अहिले 0 पनि भनौँ न हो यो अ पनि हो है। अब अहिले 0 भनेर बुझौँ। 0 हुन् उम्गागा अप्सुम्निदा तोहान उम्जरुल खुसङ हाल्ते नुन सोचिकुरो खुसङ आनुन फाङसिक ग्वा सुफ्याङ्गुरो खुसङ आनुन फाङसिकी सुम्निदा भनेको छ। यो भनेको चाहिँ के हो भने नि, हुन त नेपालीमा मैले छर्लङ्गसँग त्यहाँ लेखिदिइसकेको छु लेख्न चाहिँ हैन। यो भनेको चाहिँ कस्तो भन्दाखेरि मौम आफे बुत्तुन भनेको स्वर वर्णको अगाडि टाँसिएको त्यो 0 छ नि, जुन 0 छ त्यसको चाहिँ उम्गा भनेको चाहिँ त्यसको उच्चारण हुँदैन भनेको। अप्सुम्निदा भनेको चाहिँ हुँदैन छैन भन्न खोजेको, उच्चारण छैन उच्चारण हुँदैन भन्न खोजेको। र कोरियन भाषा अक्षर निर्माण गर्दाखेरि ठाडो वा तेर्सो क्रमानुसार गरिन्छ भनेको चाहिँ एउटा चाहिँ तेर्सो पनि गर्न सक्ने भयो, अर्को चाहिँ ठाडो, तेर्सो र ठाडो मिक्स गरेर गर्न सकिन्छ भन्न खोजेको। त्यो के हो म अहिले भन्छु। अनि त्यसपछि यहाँनिर अलिकति लेखेको छ, यहाँ एउटा भवेल्सहरू दिएको छ है थोरै। यहाँनिर भवेल्स भनेको थाहा छ नि, स्वर वर्णहरू दिएको छ। यसको चाहिँ के भन्दैछ भन्दाखेरि ए मौमुन वेन्चोक छाउमे विचिआगो अनि यो देखाएको भवेल्सको चाहिँ नुन मौम उइचोके छाउमे उइचिआम्निदा भनेको छ। अनि तल इक्जाम्पल दिएको छ। यो भनेको चाहिँ यो अगाडि देखाएको भवेल्सहरूको चाहिँ तपाईको देब्रेपट्टि व्यञ्जन वर्ण लेखिन्छ भन्न खोजेको र यतापट्टि देखाएको भवेल्सको चाहिँ माथिपट्टि व्यञ्जन वर्ण लेखिन्छ भन्न खोजेको हो। यो चाहिँ के हो इक्जाम्पलमा हेर्नुहोस्। जस्तो यहाँनिर इक्जाम्पलमा आ खो आन खाङ र खोम लेखेको छ। जस्तो आमा के छ त भन्दाखेरि आ भनेको यो हाम्रो फर्स्टतिर यो सुरुकोचोटिको देखाएको भवेल्समा पर्यो है। यसमा के छ त लेफ्टमा चाहिँ व्यञ्जन वर्ण छ क्या। यो ङ भनेको चाहिँ व्यञ्जन वर्ण लेफ्टमा छ। त्यसैगरी यतापट्टि ओ चाहिँ ओ को माथि के छ त ग लेखेको छ नि, यो माथिपट्टि झुन्डाएको छ हैन, यो माथिपट्टि टाँसिने भयो। त्यसैगरी आन लेख्दाखेरि पहिला कस्तो गएको छ, यो तेर्सो गएको छ अनि तल झरेको छ, ठाडो झरेको छ भनौँ न, तेर्सो ठाडो यसरी लेख्न सकिन्छ भनेको। अनि खाङ लेख्दाखेरि पनि तेर्सो अनि तल झरेको छ, खोम लेख्दाखेरि त सिधै ठाडो भएर आएको छ। यसरी तेर्सो र ठाडो बनाएर पनि लेख्न सकिन्छ, निर्माण गर्न सकिन्छ। र कता कता लेखिन्छ भनेर इक्जाम्पल हेरेर पनि बुझ्नुभयो होला। बुझ्नु भएको छैन भने तपाईहरुले मेरो ग्रामरको भिडियो 4 देखि माथि हेर्नुभयो भने बुझ्नुहुन्छ है त।
मैले यहाँ भनिरहेको कुराहरू चाहिँ तपाईँहरूलाई कर्सरले पोइन्ट आउट गरेर देखाइरहेको छुइनँ, त्यही भएर तपाईँहरूले एकदमै ध्यान दिएर मेरो शब्दसँग हेर्दै हेर्दै जानुभयो भने मात्रै बुझ्नुहुन्छ। किनभने यहाँ मैले तपाईँहरूलाई म यहाँ पुगेँ भनेर भन्न सकिरहेको छुइनँ, किनभने यहाँ माउस मैले चलाइरहेको छुइनँ। यहाँनिर त्यो गर्न अलिकति मिलेन मैले यहाँनिर, त्यही भएर गरेको छुइनँ। त्यही भएर तपाईँहरूले म के भन्दैछु कहाँ पुगेँ भनेर तपाईँहरूले आफै विचार गरेर ख्याल गरेर गर्नु होला। अब अलिकति अगाडि हेरौँ। अगाडि छ तपाईँको मौम भनेर लेखेको छ। मौम भनेको स्वर वर्ण र आज हामी स्वर वर्णको बारेमा पहिलो च्याप्टरमा कुरा गर्छौँ। अघि अलिकति कुरा गरियो होइन, डिटेल्समा त अब यहाँ जाने हो, तर यो भन्दा पनि अझै डिटेल्स मेरो ग्रामरको भिडियोमा भेट्नुहुन्छ। हाङ्गुलेनुन सुमु हान्गे उइ मौमी इन्नुन्दे खिबुन मौमुन यल्गे वा इजुङ मौनुन यरान्गे नानुम्निदा भनेको छ। यो भनेको चाहिँ के भन्दाखेरि कोरियन लिपिमा जम्मा 21वटा स्वरवर्णहरू छन्, जसमध्ये आधारभूत स्वरवर्ण भनेको बेसिक स्वरवर्ण चाहिँ 10वटा र संयुक्त डबल चाहिँ 11वटा छन् भनेको छ। र त्यसैको तलपट्टि खिबन मौम भनेर भनेको बेसिक स्वरवर्णहरू आधारभूत स्वरवर्णहरूलाई चाहिँ लेख्न पढ्न सिकाइएको छ। यहाँ भनेको छ थाउमुल इल्गो सुसिप्सियो भनेको छ, तलको कुराहरू चाहिँ पढ्दै लेख्नुहोस् भनेको छ। र तपाईँहरूलाई यहाँनिर लेख्ने कुरा पनि सिकाइएको छ, कसरी लेख्ने भनेर। लेख्दाखेरि चाहिँ यो रातो एरो जुन छ त्यसलाई फलो गरेर लेख्नु होला। पहिला यो चाहिँ अर्डर वाइज लेखेको छ होइन, सुनसतेरो लेखेको छ। यो भनेको क्रमशः लेखेको छ। 1 नम्बरमा पहिला यो रातो धर्का तान्ने, त्यसपछि 2 नम्बरमा देखाएको रातो धर्का तान्ने। यसरी चाहिँ हामीले क्रिएट गर्न सक्छौँ अक्षरहरू। मौमको तल अक्षर भनेर लेखेको छ, यो चाहिँ खासमा मौम अक्षरहरू चाहिँ हो है। यहाँनिर मौम स्वरवर्ण अक्षरहरू तलको तपाईँको फर्स्टमा देख्नुहुन्छ। त्यसै गरी यहाँ उच्चारण के हो यहाँ लेखेको छ, अनि लेख्ने तरिका यहाँ सिकाइएको छ। यो कुराहरू मैले भनिसकेको छु, कतिचोटि भन्नु होइन, भन्दा भन्दा तपाईँहरूलाई पनि वाक्क लागिसक्यो होला। अलिकति अगाडि हेरौँ फेरि। त्यहाँ स्क्रिनमा नअटेर चाहिँ मैले फेरि सबैलाई एकै ठाउँ बनाएर तलको कुराहरू चाहिँ तपाईँको स्क्रिनमा देखाएको छु होइन। तपाईँहरूले यसलाई लेख्ने, पढ्ने, उच्चारण गर्ने के कसो हुन्छ होइन, त्यो गर्नु होला। नबुझेको कुराहरू मलाई कमेन्टमा पनि भन्न सक्नुहुन्छ, म त्यसबाट पनि रिप्लाई दिने कोसिस गर्छु सकेसम्म। अब फेरि थोरै अगाडि बढ्नुभयो भने तपाईँहरूले यन्सुप भेट्नुहुनेछ। यन्सुप भनेको चाहिँ अभ्यास, नेपालीमा अभ्यास भन्छ, त्यसको बारेमा कुरा गर्न गइरहेको छौँ। र यन्सुप गर्दाखेरि तपाईँको साइडमा ट्र्याकहरू दिएको हुन्छ। यहाँनिर ट्र्याक 1 भनेर सुरुमा देखिरहनु भएको होला, त्योसँगै 2, 3 भन्दै क्रमशः अब हामीले बुक पढ्दै जाँदा ट्र्याकहरू आइरहन्छ। यो चाहिँ कतिखेर काम लाग्छ भने तपाईँहरूले बुक सँगसँगै अडियो ट्र्याक पनि डाउनलोड गर्नुपर्ने हुन्छ। र त्यतिखेर अब यहाँ साइडमा जुन ट्र्याक देखाएको छ त्यही ट्र्याक बजाउने अनि त्यही अनुसार अभ्यास गर्ने। जस्तो यो यन्सुप गर्दाखेरि चाहिँ हामीलाई ट्र्याक नम्बर 1 चाहिँदो रहेछ। तपाईँहरूले ट्र्याक नम्बर 1 बजाउनु होला अनि त्योसँगै रहेर चाहिँ यहाँ सुरु गर्न सक्नुहुन्छ। हामी पनि सुनौँ के रहेछ त ट्र्याक 1 मा। 기본 모음 연습 1번 다음을 읽으십시오. 1, 2, 2, 5 3, 아이 4, 오이 5, 우유 6, 여우 ओके, तपाईँहरूले सुन्नुभयो होला ट्र्याक 1 होइन। यसमा चाहिँ खासै गाह्रो कुरा छैन। थाउमुल इल्गो सिप्सियो भनेको छ, तलको कुराहरू पढ्नुहोस् भनेको छ, र त्यही कुराहरू यहाँ उच्चारण गर्ने कोसिस गरिएको छ। तपाईँहरूले कोरियनहरूले चाहिँ कसरी बोल्छ त त्यसको उच्चारणलाई पक्र्नेतिर लाग्नु होला। कसरी सुनिन्छ, सुनेको कुरा बुझिन्छ कि बुझिँदैन, कस्तो तरिकाले बोल्दो रहेछन् भन्ने कुराहरू चाहिँ याद गर्ने कोसिस गर्नु होला। यसमा सिम्पल केही भनेको थिएन, जस्तो यहाँनिर इल1 इ भनेको थियो होला, त्यसपछि इ ओ अनि साम आई यसरी भनेको थियो होला। यहाँ चाहिँ के छ भन्दा 1 नम्बरमा 2 भनेर इ भनेको थियो, इ भनेको 2 हो। 1 नम्बरमा इ अनि 2 नम्बरमा ओ, 3 नम्बरमा आई भनेको थियो होला होइन। अनि 4 नम्बरमा ओइ, जस्तो सा ओइ भनेको थियो होला। यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ तपाईँहरूले। अब अहिले सुरुमा चाहिँ नयाँ हुनुभयो भने कन्फ्युज हुन्छ, के कहाँ पुग्यो भन्ने नै थाहा हुँदैन। तपाईँहरूले पनि कम्तीमा पनि चाहिँ तपाईँहरूले चाहिँ 50 सम्म चाहिँ मजाले इली साम्सा चाहिँ होइन 1, 2, 3 हुन्छ नि कोरियनको, त्यो जान्नु होला। मेरो ग्रामरको भिडियो हेर्नुभयो भने त्यहाँबाट सिक्नुहुन्छ तपाईँहरूले होइन। जस्तो पहिला मैले पढ्दाखेरि पनि मेरो साथी एउटा थियो है, एक्जाम हुन्थ्यो, एक्जाम हुँदाखेरि चाहिँ तपाईँको 1 नम्बर 2 नम्बर 3 नम्बर भन्थ्यो, तर साथीलाई 10 नम्बरको क्वेसन जाँदा पनि साथीले 2 नम्बरमा हेरिरहेको हुन्थ्यो, किनभने उसलाई इल इ यसरी थाहै थिएन क्या, नम्बर उसले यादै गरेको थिएन।
जस्तो 1 नम्बरको क्वेसन भन्दाखेरि एकैचोटि 5 नम्बरको हेर्ने, 5 नम्बरको क्वेसन भन्दाखेरि 7 नम्बरको हेर्ने। त्यसरी नम्बर थाहा नहुँदाखेरि चाहिँ कहाँ पुग्यो भनेर थाहा हुँदैन। कोरियनमा तपाईँहरूले कम्तीमा पनि एक्जामको लागि चाहिँ 50 सम्म चाहिँ मजाले जानेको हुनुपर्छ है। ल त अब यसलाई पढ्ने, बुझ्ने, लेख्ने, सुन्ने के गर्नु मन लाग्छ गर्नु होला। त्यसपछि फेरि अगाडि हेरौँ। अगाडि 2 नम्बरमा थाहा मुलिलको सिप्सियो भनेको छ। त्यो भनेको तलको कुराहरू पढ्नुहोस्। सजिलो चाहिँ यो आफैले पढ्दा पनि भयो होइन। अडियोमा के छ त कसरी भनिरहेछ त्यो सुन्न मन लाग्यो भने सुनौँ। हामी पनि सुन्यौँ एकचोटि के जान्छ होइन। 2번. 다음을 읽으십시오. 1, 아, 어, 오, 우, 으. 2, 5, 아, 어, 우, 이. 3, 야, 여, 요, 유. 4, 요, 야, 여, 유. तपाईँहरूले सुन्नुभयो होला 2 नम्बर ट्र्याक बजाएको थिएँ मैले अहिले। यो ट्र्याकमा खासै केही थिएन। यो हामीले बेसिक मौम भनेको जुन छ नि आधारभूत स्वरवर्णहरू त्यो उच्चारण गर्न सिकाइएको थियो। यसमा लगभग यहाँ सबै हेर्दाखेरि बेसिक स्वरवर्णहरू नै छ यहाँनिर होइन। यो कुराहरू कसरी उच्चारण हुन्छ भन्ने कुराहरू थियो। मेन अब तपाईँहरूले यहाँनिर उ र उ भन्दाखेरि चाहिँ फरक पाउनुभयो होला। त्यहाँ कसरी उच्चारण भएको छ अलिकति अलग होइन। सुन्दा त सोच्दै सुन्ने पनि उच्चारणमा अलिकति फरक थियो होला। तपाईँहरूले याद गर्नुभयो कि भएन यो सुन्ने मात्रै हो। र अब हाम्रो लास्ट 3 नम्बर ट्र्याकमा जाउँ। 3 नम्बर ट्र्याकमा के छ भन्दाखेरि र 3 नम्बर क्वेसनमा के भनेको छ भन्दाखेरि थाउमोल थुत्को माद्नुन गसुल खोरो सिप्सियो भनेको छ। तलको कुराहरू चाहिँ सुनेर मिल्ने उत्तर छान्नुहोस् भनेको हो। यो कुराहरू चाहिँ इक्जाममा पनि आउँछ। तपाईँको इक्जाममा तपाईँहरूलाई लगभग 2टासम्म आउँछ होला यस्तो क्वेसन मलाई थाहा भए अनुसार। र तपाईँहरूले यस्तो क्वेसनहरू चाहिँ ध्यान दिएर सल्भ गर्नेतिर लाग्नु होला। एकचोटि सुनौ, सल्भ गरी हेरौँ कस्तो हुन्छ। 3번. 다음을 듣고 맞는 것을 고르십시오. 1, 아, 2, 우. 3, 오, 4, 야, 5, 요, 6, 여. र त्यो सुनिहाल्नुभयो होला। तपाईँहरू नयाँ भएकोले त्यति थाहा नहुन सक्छ र म अलिकति इलाबोरेट गरिदिन्छु यहाँनिर है। त्यो जस्तो यहाँ के थियो भन्दा थाउमल थुत्को माद्नुन गसुल खोरो सिप्सियो तलको कुराहरू सुनेर छान्नुहोस् भनेको थियो। त्यसपछि 1 नम्बरमा आ भनेको थियो क्या। उसले चाहिँ के भन्यो भन्दा 1 नम्बर अनि एउटा उच्चारण गर्यो है। तर हामीसँग अप्सन यहाँ कतिवटा छ, 2टा अप्सन छ। आ र ओ भन्ने 2टा अप्सन छ। यहाँनिर सही उत्तर कुन हो त त्यो छान्नु पर्यो क्या। उसले भनेको र यहाँ मिल्ने चाहिँ छान्नु पर्यो। त्यस्तै 2 नम्बरमा पनि यहाँ 2टा अप्सन छ। उसले तर भन्न चाहिँ एउटा भनेको छ। 3मा पनि सेम त्यस्तै छ। तर उसले भन्न चाहिँ एउटा भनेको छ होइन। त्यो चाहिँ तपाईँहरूले त्यसले के भन्नु त त्यो चाहिँ टिक लाउनु होला यहाँनिर। यो चाहिँ हामीले उनीहरूले बोलेको कुराहरू सुन्न प्र्याक्टिस गरेको पनि हो। इक्जाममा पनि आउँछ होइन। यहाँ काम गर्दा पनि काम लाग्छ तपाईँहरूलाई। र बाँकी हामी अर्को भिडियोमा कुरा गर्छौँ। आजलाई यति नै। कस्तो लाग्यो? अर्को भिडियो चाहिन्छ भने मिनिमम 500 लाइक्स हान्नु होला। होइन भने आउँदैन सिधा कुरो है। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब अनि नबुझेको कुराहरू सोध्नु होला। र मेरो मिस्टेक छ भने पनि औँलाइदिनु होला। यति भन्दै हस्त धन्यवाद। बाई बाई।